हेलो गाइज, मेरो रुपेश घिमिरे। आज चाहिँ म तपाईँहरू सामु एउटा एकदम नयाँ च्यानल लिएर नयाँ भ्लगहरू बनाउनको लागि आएको छु, जसमा चाहिँ मेरो नाम चाहिँ रुपेश भ्लग हुनेवाला छ। यो च्यानलमा चाहिँ एकदम राम्रो भ्लगहरू आउनेछ, नयाँ। होइन आज मैले यो भ्लग बनाउनुको मुख्य कारण चाहिँ के हो भने होइन गाइज, आज केपी ओली क्या होइन, हाम्रो प्रिभियस प्राइम मिनिस्टर केपी ओली जुन भ्रष्टाचारी होइन, जसलाई कसैले मन पराउँदैन क्या अहिले सबले बालेनलाई होइन, बालेन सरकार अब की बार बालेन सरकार कसैले मन पराउँदैनन्। त्यो मान्छे चाहिँ आज 24 घन्टाभित्र, हिजो बालेनले प्रधानमन्त्रीबाट शपथ लिएको 24 घन्टाभित्र त्यो जेलमा पुगेको छ क्या होइन। यो भनेको त बहुत राम्रो कुरा हो गाइज। त्यो केपी ओली जस्तो भ्रष्टाचारी मान्छे जेलमा पुग्नु भनेको त हामीलाई बहुत फाइदाको काम हो। त्यही भएर मैले त्यसको खुसीमा, केपी ओली जेल गएको खुसीमा चाहिँ म यो भ्लग बनाएको चाहिँ आजको भ्लगको मुख्य मतलब इम्पोर्टेन्ट टपिक भनेकै के भन्दाखेरि केपी ओली जेल गयो। कहाँ गयो? जेल गयो। आज चाहिँ म मेरो गाउँ होइन, चिसापानी हो मेरो गाउँ चाहिँ। चिसापानीबाट मन्थली जान्छु क्या, मेरो रुम चाहिँ मन्थलीमा छ। मन्थलीमा बसेर पढ्छु होइन। अनि मन्थली बसेर पढेपछि म अहिले 12मा पढ्छु क्या, मन्थली बसेर पढ्छु होइन। म चाहिँ अब यो भिडियो बनाउनुको मुख्य कारण चाहिँ के हो भने होइन, मलाई यस्तो खुसी लाग्यो कि केपी ओली जेल गयो क्या। मलाई यसको बारेमा त भिडियो बनाउनु मन थियो, तर मलाई अलिकति भ्लग च्यानल स्टार्ट गरौँ जस्तो लाग्यो भित्रदेखि होइन। अलिकति च्यानल स्टार्ट गरेर भ्लग हाल्ने गरौँ जस्तो लाग्यो। त्यही भएर म चाहिँ भ्लग हाल्न आएको छु। मसँग चाहिँ भाइ पनि छ क्या, एक्लै छुइनँ है म चाहिँ। उसको नाम सुशाङ्क होइन, ऊ पनि मन्थली बस्छ, उहीँ पढ्ने हो चाहिँ। उसको घर चाहिँ खासमा दोलखा जिल्ला है, फेरि मेलुङ पढ्नको लागि मात्रै यहाँ हो। ऊ चाहिँ मसँगै हिँडिरहेको छ। हाम्रो चाहिँ भिडियो बनाउने प्लानै थिएन, तर बिचमा यस्तो मजा आयो कि केपी ओली जेल गयो भने चाहिँ मलाई भिडियो बनाऊँ लाग्यो क्या गाइज। भिडियो बनाउनको जुन भिडियो बनाउनु मसँग कन्फिडेन्ट नभए पनि केपी ओली गएपछि मलाई भित्र कन्फिडेन्ट आइरहेको, भित्रबाट अर्कै कन्फिडेन्ट आइरहेको आज गाइज होइन। हामी हिँड्ने बाटो चाहिँ यस्तो छ है, तलतिर यस्तो खेत होइन, बाटो नि पिच है। फेरि हाम्रो केपी ओली प्रधानमन्त्री हुँदा अरू केही नभने हाम्रो बाटो चाहिँ पिच भएर चाहिँ यहाँनिर गाइज पिच भएको छ। र हाम्रो है खतरा कृषि चाहिँ खतरा हुन्छ हाम्रो गाउँमा। चिसापानी हो ठाउँको नाम चाहिँ होइन, तर खतरा छ क्या यहाँको। मतलब के भन्नु, गाउँहरू हेर्नु न, अहिले गाउँको सिजन हो क्या होइन भाइ। गाउँको सिजनमा अहिले यस्तो खतरा छ गाउँहरू पनि। हाम्रो बाटो चाहिँ अरू केही नभए नि बाटो पिच भएको छ, बाटोसम्म चाहिँ पिच भएको छ हाम्रो गाउँमा। अरू भनेको त्यस्तै हो, बाटो चाहिँ खतरासँग पिच भएको छ। त्यही नै ठाउँमा अब यस्तो भाँसिएको है, काहीँ भाँसिने, काहीँ लड्ने, काहीँ लड्ने भएको छ। कस्तो धमिला हो क्या आज, कुसिन धमिला आइरहेको छ, कुसिन नजिक छ गाइज। हामी चाहिँ अहिले अलि तल आइसक्यौँ, हाम्रो गाउँ चाहिँ अलि माथि नै हो। अहिले हामी तल आइसक्यौँ, हामीले अहिले तलबाट सुरु गर्नु क्या भ्लग बनाउनको लागि। अनि अब हामी चाहिँ अब धेरै टाढा आइसक्यौँ मतलब हाम्रो घरबाट चाहिँ, तर हामी मन्थली जान अझै टाढा छ। हामी यस्तो गाउँको जस्तो बाटोमा छौँ। मन्थली भने चाहिँ एउटा बजार जस्तै हो, मतलब बजार जस्तै छ, मतलब कि त्यहाँनिर अलि सिटी टाइपको भनौँ न। अहिले हामी चाहिँ गाउँ जस्तोमा छौँ। यहाँको चाहिँ यस्तो खतरा पानी परिरहेको थियो होइन, हिजो अस्तिदेखि। हिजो र आज 2 दिन लगातार पानी पऱ्यो है। 2 दिन पानी पऱ्यो, बाटो नि चिसै छ है। तर यहाँ गाउँमा चाहिँ के भएको छ भने पानी परेपछि जुन चाहिँ डाँडा हुन्छ नि, डाँडा चाहिँ खतरा सफा देखाएको छ क्या, पहिला कस्तो धुलो जस्तो देखिन्थ्यो। अहिले त्यस्तो हरियो मतलब धेरै हरियो त छैन अहिले त, हरियो सफा क्या हुन्छ नि। डाँडा पुरै निट क्या, अलिक क्लिन क्या अहिले हुन्छ नि, सफा क्या, पानीले पखालेर यस्तो देखाएको छैन, त्यो खतरा देखाएको छैन, हरियो यस्तो खतरा देखाएको छ कि डाँडाहरू चाहिँ। र कोही चाहिँ लास्ट धमिला आयो क्या, कोही चाहिँ धमिला आएछ आज। अब पानी पराइ थियो, कोही तामाको थियो फेरि होइन, खतरा धमिलो भएको छ। कोही चाहिँ अरू केही नभए नि, कोही चाहिँ अलिक धमिलो भएको छ, अरू त केही भएन गाउँमा। पहिरोहरू पनि केही गएन यो पानीले जान चाहिँ, कोही चाहिँ धमिलो आएर छ। त्यो कोही त अब माथि कहाँदेखि आउँछ, त्यो धमिलो भयो होला। यहाँको यस्तो छ हेर्नु गाइज, यत्रो पाहाडको डाँडो यत्रो फोडाइ छ यहाँ चाहिँ फेरि रोड बनाउनको लागि। यस्तो छ यहाँ हामीभन्दा पछाडि हामी 2जना छौँ, एक्लै हिँडिरहेको छौँ, न केही गाडी भेटिरहेको छ। आज गाडी नै आएन, यस्तो बाटो पिच छ, त्यहाँदेखि बस आएन। बस कहाँ गयो थाहा छैन। केपी ओली जेल गयो भनेर बस पनि शोक मनाएर बसिरहेको छ आज, आएन यहाँनिर। हामी हिँड्दै जानु परिरहेको छ न, हामी अघि नै गाडीमा गइसक्यौँ। के गरी गाडी आएको गएर हामी भ्लग पनि बन्दैन थियो गाइज, हामी सिधै गाडीमा जान्थ्यौँ। भ्लग च्यानल स्टार्ट नै हुँदैन थियो, सुरु नै हुँदैन थियो। हामी सिधै अब गएर रुममा गएर बस्थ्यौँ हामी। तार झरेछ यहाँ त, रुखबाट तार झरेछ त्यहाँबाट, कहाँबाट झरेछ तार चाहिँ। हामी थकेर बसेको छौँ हामी चाहिँ एकछिन। अब भाइ पनि आराम गरेर चाहिँ कुसीको चिसो हावा
गर्मी भएर चाहिँ पानी पऱ्यो पनि घाम लागेको छ नि त्यो कस्तो गर्मी भयो बाफ भइरहेको यहाँनिर। अब हामी चाहिँ यता यो पुलबाट त जाने हो हामी कुनदेखि पुल छ नि यो यहाँ चाहिँ एउटा यस्तो प्रक्षालय पनि बनाएँ हाम्रो गाउँमा चाहिँ ठाउँ छ धेरै ठाउँ छ यस्तो प्रक्षालय। अब हामी यो पुलबाट जान्छौँ उतापट्टि कोसीहरू चाहिँ यति धमिला छ कोसी आज यस्तो सङ्लो कोसी आउँछ कि तर आज लास्ट धमिला छ कोसी चाहिँ। अब एकछिन हामी बस्छौँ अनि हामी फेरि हाम्रो यात्रा जारी हुन्छ हाम्रो। अब कोठा पुग्छ आज छिट्टै कोठा पुगेर अनि बस्नु छ आज धेरै भोलिदेखि कलेज छ हाम्रो। हामी अब भोलि चाहिँ कलेज भ्याउने गऱ्यो अनि आज त्यो भोलि निक्ल्यो हामी भोलि पनि आउनु मिल्थ्यो तर हामी आज हिँड्यौँ के बसिराख्नु भनेर। घाइजु हाम्रो माझीहरू कोसीमा माछा नि मारेको छ नि घाइजु वहाँ औ के यत्रो बिचमा है माछा त माऱ्यो होला नि अब पानी धमिलो छ माछा पर्छ भनेर होला। यो गाइज अबको सुट चाहिँ म गरिरहेको छु होइन अनि हामी चाहिँ अहिले अबको सुतिर छौँ। अब हामी अब एकैछिनपछि हाम्रो यात्रा जारी हुन्छ अनि अब हामी इन्जोय गरिरहेको छौँ मैले फ्रेस हावामा उदाइ फेरि घोडा आउँदै हुनुहुन्छ होइन कसैको भ्यू लिँदै हेर्न सक्नुहुन्छ तर अहिले धमिलो भएको छ त्यही नराम्रो हो। धेरै पुरानो क्या यो पुल चाहिँ हाम्रो लगभग बनेकै 40-50 वर्ष भइसक्यो होला क्या। अहिले चाहिँ उता अर्को ठुलो पुल छ पक्कै पुल छ होइन अहिले झोलुङ्गे पुलबाट नै हामी हिँड्छौँ गाइज। अब चाहिँ हामी कोसीबाट पुल तर यता ओह्राइसक्यौँ होइन अझ चाहिँ मैले यहाँ जाँदो रहेछ क्या मेरो चाहिँ यहाँ पुग्नु पऱ्यो म त्यसै आधी आयो गाइज भ्लगमा सबै भ्लगको अन्तिममा आएपछि चाहिँ मलाई थाहा भयो क्या यो चाहिँ सब भिडियोमा हेर्छु फेरि तल जान्छ त्यही भएर तल आएछ मेरो हात तल भएर भाइ पनि एकदम फ्रेस मुडमा छ यो होइन अहिले हिँड्न अल्छी ल्याएको छैन भिडियो बनाएर होला मलाई नि अल्छी ल्याएको छैन हिँड्नलाई के भन्नु के भन्नु सोचेर म भनिरहेको छु नि त अनि भन्दाखेरि मलाई पुरै हिँड्न चाहिँ अल्छी ल्याएको छैन के भन्नु ध्यान चाहिँ मेरो सब भ्लगतिर गइरहेको क्या हिँड्न भन्दा नि त्यही गाइस। अब हामी के छ भनेको आजको हाम्रो जुन हामीले आज पाएको सबभन्दा ठुलो यो ऊ भनेकै केपिएल जेल जानु हो। यो भनेको चाहिँ हाम्रो भ्रष्टाचारबाट चाहिँ भ्रष्टाचार जानबाट चाहिँ हामीले एक पाइला अगाडि सारायो भन्ने बुझे हुन्छ यतिबाट चाहिँ ए गाइज होइन। अब हाम्रो चाहिँ आज भ्लग पनि बनायो फर्स्ट भ्लग के भयो कस्तो भयो केही थाहा छैन टक्क एडिट गरेर अब एडिट पनि आउँछ आउँदैन मलाई त म जस्तो आउँछ त्यस्तै एडिट गरेर भिडियो हाल्नेवाला छु आज। अब हामी आजबाट नयाँ भ्लग च्यानलको स्टार्ट त गरिहाल्यो च्यानल त म आज बनाउँछु बनाइसकेको च्यानल त मैले अब भिडियो हाल्छु यो भिडियो नै मेरो फर्स्ट भिडियो हुनेवाला छ। अब मेरो युट्युब च्यानलको चाहिँ कस्तो हुन्छ के हुन्छ लाइक कमेन्ट गर्नुहोस् होला होइन एकदम सपोर्ट देखाउनुहोस् कमेन्टमा भन्नुहोस् के सुधार्नु पर्ने छ के मैले अलिकति बिगारिरहेको छु मैले बोलेको अलि बुझेको छैन कि छिटो बोलिरहेको छु कि म सबै कमेन्ट गर्नुहोस् होइन म सुधार्ने प्रयास गर्छु म चाहिँ राम्रो भिडियो नै बनाउने प्रयास गर्छु। यो चाहिँ फर्स्ट भिडियो यस्तै भयो सब्सक्राइब गर्न नबिर्सिनुहोस् सब्सक्राइब गर्नुहोस् मलाई अलि हुँदैन अन्त डिमोटिभेट हुँदैन अलिक मोटिभेट हुन्छ नि त म सब्सक्राइबर बढेपछि ओहो बढाएँ मैले अलिकति राम्रै गरिरहेको छु कि भन्ने माने होस्। भाइ केही तिमी भन्न चाहन्छौ कि केही भाइ केही भन्न चाहँदैन भाइ अलिक सोचिरहेको छ आज गएर म सोध्छु अनि भोलिदेखि म नि भन्छु भनेर सोचिरहेको छु भाइ फेरि भाइ एकदम भोलिदेखि एकदम ताजा रूपमा आउनेछ भाइको नि भिडियो आज चाहिँ म मात्रै अलिक बढी धेरै बोले जस्तो भयो अब अलि इन्ट्रो पनि त्यस्तो राम्रो केही भएन तर योचोटि सिर्फ मलाई मजा लाग्यो भनेको केपिओली झेल गयो आजको फाइदा भनेको थियो गाइज बाई।